हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल घुमन्ते बुढाबुढी आज आइपुगे हन् यस्तो दामी ठाउँमा कहाँ हो गाइज हामी गेस गर्नु त हामी मनाली हुन सक्छौँ स्विजरल्यान्डमा पनि हुन सक्छौँ अरु कहाँ हुन सक्छ सिमला हुन सक्छौँ सो गाइज सिमला मनाली स्विजरल्यान्ड हैन हामी आइपुगे हौं नेपालको मुस्ताङमा यस दिस इज मुस्ताङ अनि यो त हामी मुक्तिनाथसम्म पनि पुगे हैन जोमसोमबाट अलिकति माथि आएको त्यो हाम्रो लास्ट भ्लगमा एउटा शेरथाङ सेल्फी भ्यू पोइन्ट भनेर देखाएको थियो त्यो भन्दा हल्का माथि हो यहाँ ग्रीन स्टार भन्ने रेस्टुरेन्ट होटल सबै छ अनि हामी चाहिँ यहीँ बस्नु भयो किनभने यहाँभन्दा माथि बाटो चाहिँ अलिकति अप्ठ्यारो रहेछ जान त मिल्ने तर बाइकले अलिकति गाह्रो रहेछ त्यही भएर चाहिँ अब यहीँ बस्ने अनि हिउँ खेल्ने अनि फर्किने यहाँ बस्नुको कारण चाहिँ लडियो एकचोटि चिप्लिएर त्यही भएर मस्त लडियो मोज हो लडिया हैन गाइस जानी लडा त्यहाँ त ठुलो वाला रहेछ कस्तो चिप्ले खोचेन मुस्ताङ यस्तो पनि होला भन्ने चाहिँ सोचेको थिएन गाइज लास्ट टाइम हरियोमा आएको थियौँ है पानी पर्दाखेरि यस्तो नेक्स्ट लेभल थियो अहिले त फेरि कहाँ हो कि ल हाम्रो अगाडि मनसुनको भिडियो हेर्नु अनि त्यसपछि यो भिडियो हेर्नु ओ माई गड यो होटल भयो हामी बसेको अनि यही होटलको यो चाहिँ हटहरू छ यस्तो क्युट क्या घर पछाडिको एरिया यो होटलको घर पछाडिको एरिया कहाँ जानुपर्छ हिउँ खेल्न कहाँ पुग्नुपर्छ नेपालीहरू नेपालभन्दा बाहिर त केहीको लागि डुल्न जानै पर्दैन के त्यो ठुल्ठुलो बिल्डिङ सिल्डिङ हेर्नु छैन भने चाहिँ यो घर पछाडिको हो हिमाल त चढ्न सकिएन अब यहाँ हिउँ परेको ठाउँमा अलिकति सिँढी चढ्छु भनेर अगाडि गएको छिन् अनि चढ्ने हो वाह 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 हो यसै गरी हो हिमाल चढ्ने पनि वाह 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 पन्जा लाभै हुन्थ्यो गाइस यार यस्तो मोज भइरहेको है ओ माई गड यस्तो दामी हो कि कहाँ हो यो मान्छे
साइको यति बेला भइसक्यो यार ओ माई गॉड जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको ओ म हेर्छु मेरो जुन यस्तो चिसोमा मस्त बसेर तातो ब्रेकफास्ट खानुको मजा इज नेक्स्ट लेभल अनि यहाँ चाहिँ फापर भन्नुभएको थियो होइन फापरको रोटी हुँदो रहेछ अब सिजनको बेला हालेर अनिखेरि त्यसैलाई नै राख्नु हुँदो रहेछ कि अनि पछि अब यस्तो हिउँ पर्दा त केही पनि हुँदैन अनि त्यो बेलासम्मलाई आलु गाजर मुला तरकारीहरू सबै कुरा पहिल्यै रेडी पारेर स्टकमा अर्को सिजनसम्मको स्टकमा पुग्ने गरी राख्नु हुँदो रहेछ किन्नुपर्ने भनेर चामल अनि अलिअलि तरकारीहरू मात्र रहेछ आलु सोयाबिन दिस इज आलु सोयाबिन एन्ड दिस इज पिरो तिमी खाने हो थोरै हाल्छु है त यो चाहिँ हाम्रो लोकल खाना हो गाइस सो यस्तो ठाउँमा डुलाउँदाखेरि लोकल खानु हो भने चाहिँ बेस्ट हो मलाई त यो पिरो अचारसित नि दामी लाग्यो त्यस्तो पिरो होइन ल अब हामी चाहिँ यहाँबाट निस्किनु लाग्यो बिहान 9:30 भयो अब बिस्तारै फेरि उतातिर पनि हिउँ खेल्दै जाने हामी बसेर उहाँहरू दाइ दिदी उहाँहरूले मिलेर चलाइराख्नु भएको रहेछ एकदमै राम्रो छ होटल पनि दाइ के भन्न चाहनुहुन्छ ल एकदम रमाइलो भयो होइन 4 वर्षपछि फर्स्ट टाइम अब धेरै वर्षपछि हिउँ पऱ्यो हामीलाई धेरै खुसी लाग्यो हिउँ पऱ्यो भने चाहिँ अब सबै चिज राम्रो क्या हाम्रो खेतीबालीदेखि लिएर हजुर होइन तपाईँहरू अब बिचरा पर्यटकहरूलाई पनि रमाइलो हो नेपालमै नजिकै मुस्ताङ त एकदम नजिकै पनि भयो आनन्दले आएर यहाँ अहिले त तपाईँ त पोखरातिर त्यहाँतिरको नजिकको मान्छेहरू त तपाईँ काठमाडौँतिर कालिम्पोङतिर कता कता जानु भन्दा त त्यहीँ नजिक नै नजिक होइन हो त्यही त धेरै नजिक 4-5 घन्टामा आइपुग्छ हिउँ पर्दा चाहिँ धेरै माथि पनि जान अलि गाह्रो हुन्छ सो यो ठाउँ चाहिँ ठिक यो ट्याक्कै नाम चाहिँ के हो दाइ ठाउँको यो मुक्तिनाथ भन्दा तल खिङ्गा भन्ने गाउँ हो खिङ्गा भन्ने यहाँभन्दा अगाडि झारकोट पर्छ होइन झारकोट भन्दा अलि तल हो खिङ्गा कागबेनी भन्दा माथि दिदी नि उहाँ त्यो आफै बनाउनु हुँदो रहेछ यो ड्रेसहरूको होइन कि मेहनत लाग्छ होला धेरै नै न नानु बाई बाई बाटो इज भेरी अनबिलिभेबल के हिउँमा अब यो पालिको हिउँमा आउनु नपाए पनि नेक्स्ट इयरको हिउँमा आउनु तर स्नोफल भएपछि मुस्ताङ चाहिँ आउनु नै आउनु है केही त्यस्तो गाह्रो छैन हो मुक्तिनाथै पुग्छौँ भन्ने टार्गेट लिएर चाहिँ नआउनु किनभने माथिसम्म गाडी जान चाहिँ एकदमै गाह्रो छ कि त गाडी जान्छ बाइकहरू चाहिँ गाह्रो हुन्छ
सो त्यो टार्गेट लिएर चाहिँ नआउनु, हिउँ खेल्ने भनेर आउनु, मस्त ठाउँ इन्जोय गर्ने भनेर आउनु चाहिँ आउनु। दिस इज प्याराडाइज, दिस इज नट स्विजरल्यान्ड, दिस इज नट whatever, this is Nepal, this is Mustang. Please come here once. होइन कल्ली? Yes.